Good evening everyone and welcome to my vlog. आज चाहिँ हामी तीनजना बिहार शरीफ जाँदैछौँ किनभने चाहिँ हाम्रो चाहिँ अलिअलि सपिङहरू गर्ने थियो नि त। हामीले स्कुलले गर्दा चाहिँ हामी मार्केटहरू जानु पाएकै थिएन। अन्त हामी जहाँनिर बस्छौँ त्यहाँनिर चाहिँ त्यस्तो मार्केटहरू चाहिँ छैन। त्यो भएर चाहिँ आज हामी जाँदैछौँ बिहार शरीफ। नाचो बजार आएको खासमा चाहिँ हामी नाचो बजार आएको थियौँ। तर यहाँनिर चाहिँ अब हामीलाई चाहिने कुराहरू चाहिँ हामीले पाइनँ है। अन्त यहाँनिर चाहिँ अरू चाहिँ धेरै चिजहरू थियो यहाँनिर। अन्त हामीले चाहिँ सोच्यो अब चाहिँ हामी बाहिर निक्लिकन बाहिरबाट सपिङ गर्छु भनेर चाहिँ मजाले हेरेर चाहिँ सपिङहरू गर्छु। अन्त हामी तिनीहरू चाहिँ बाहिर निक्ल्यौँ। अहिले चाहिँ यो चाहिँ बिहार शरीफको बाहिरको मार्केट हो। अघि चाहिँ हामी भित्र मलमा थियौँ, त्यसको नाम चाहिँ हो नाजो बजार। अन्त अहिले चाहिँ हामी जाँदैछौँ बाहिरको मार्केटहरू घुम्दैछौँ। अनि यहाँ चाहिँ सिलगढीहरू जस्तै लाग्दो रहेछ बाहिरतिर चाहिँ। अन्त उता हाम्रो हस्टेलको छेउमा चाहिँ यस्तो ठुलो मार्केट छैन नि त, यहाँ चाहिँ सबै कुराहरू पाउँदो रहेछ। अन्त हामीलाई चाहिँ उता पनि बाहिर निक्लेर उतातिर पनि जानु मन लाग्यो। त्यो अहिले चाहिँ हामी जाँदैछौँ। यहाँनिर चाहिँ विन्टरको लागि चाहिँ नानीहरूको लागि राम्रो राम्रो तातो लुगाहरू रहेछ, बाहिरै बेचिरहेको थियो। अन्त हामीले चाहिँ यो स्टोरमा गयौँ। यो स्टोरमा चाहिँ कम्ती सस्तो पाउँछ, लङ कोटहरू दामी लुगाहरू पाउँछ भनेर चाहिँ हामी आएको थियौँ। साँच्ची नै थियौँ, तर भाइहरूले हाम्रो फेस देखेर चाहिँ हामीलाई चाहिँ अलिकति उयो गर्यो नि त। कम्ती दामकोहरू पनि भक्कु भन्यो, 800 900हरू भन्यो नि त। अन्त हामीले पनि दिमाग लगाएर चाहिँ अन्त हामी हिन्दीमा बोल्दै थियौँ, हामी त यहीँको हो त भन्दै थियो। त्यहाँ चाहिँ अन्त हामीलाई सस्तोमै दियो 300 400मै। अन्त चाहिँ हामी चाहिँ मार्केट घुम्दा भोक लागेर चाहिँ बिरयानी खानु आयौँ। किनभने हाम्रो चाहिँ सडन प्लान भयो नि त। अन्त चाहिँ हामीले चाहिँ लन्च गरिसकेको थियौँ, तर पनि आएर चाहिँ हामीले अहिले चाहिँ बिरयानी अर्डर गऱ्यौँ। थ्याङ्क यू फर